राम्रो अनुहार यस्तो अब समीरले पार्नुपर्छ। ए सिकारी हाम्रो काट्न मिल्छ ल सर माछा ओइ ल धन्यवाद। जान सबै निन्द्राले कस्तो चिसो भएर आनन्द। हेलो एन्ड नमस्ते छ है सबैजनालाई। आज पनि फेरि अब यसो दिल्ली जस्तै दिउँ कि भनेर आज पनि अब आजको त खासै उठेन। केटाहरू स्याङ्जाबाट आएर चाहिँ माछा मारेको भन्ने सुन्थेँ। थाहा त अब हिजो अस्ति पाएको तर त्यो अब भन्न नभएर मात्रै अब त्यतै जान लागेको। हेरौँ अब केटाहरूले कत्रो कत्रो माछा मारेछ। सन्तोषको घर जान्छु कि म अहिले सन्तोषहरू घर आइपुगेको भन्थेँ। समीर र सन्तोष छ अरू चाहिँ घरतिर गछ भन्ने जस्तो लाग्थ्यो। अन्त अब समीरको के अरे सन्तोषको घर जान्छु त्यही हेर्छु कत्रो कत्रो माया केटाहरूले अहिले गएर भएर भेटौँ अब भेटौँ। ठ्याक्कै कस्तो दामी टाइम परेको त बुद्ध हेर पनि ठ्याक्कै देखिएर हेरौँ है यहाँ बुद्ध हेरलाई। ल यो बुद्ध हेर यो कता जानु लाग्यो काठमाडौँ जानु लाग्यो रहेछ क्या। खै सुनेअनुसार त झन् अहिले बाढी गएको बेला झन् यस्तो बेला झन् प्राइस बढाइदिएछ भन्ने सुनिदिएको यिनीहरूले। बुद्ध हेर यति हेर्ला नि सबैले त्यस्तो गर्न नहुने हो। ल यसको टेकअप पनि हेर्नु न होइन अलि अगाडिबाट हेर्नु पऱ्यो। ल साउन्ड त शुभ यात्रा राम्रोसँग पुऱ्याउनुहोस् हाम्रो तर्फबाट। त्यो पऱ्यो देखिँदै देखिन्न ए घाँटी उम्रिनु पर्ने रहेछ। भयो बुद्ध सुल्टी देखेको छ कि देखेँ। ल उड्यो बुद्ध सुल्टी उड्यो। ल म सन्तोष भाइको घर जाँदैछु अहिले अब डाइरेक्ट उतै गएर भेटौँ ल है। ल अन द वे टु सन्तोषको घरमा ल। ए सिकारी हाम्रो काट्न मिल्छ ठुलो यार। त्यो 2 किलो नि कति ठुलो देखिने कि है 2 किलो नि कति ठुलो देखिने हो कत्ले यो सर। सन्तोषको काट्ने स्टाइल खतरा छ नि फेरि एउटा स्वाट प्याट हातले भाँचिदिन्छ नि। ल रेडी हुँदैछ। 3 किलोको सहर 2 किलोको कत्ले ओइ यो दुइटा मिक्स गर्ने कि होइन यसलाई यो मिक्स हो टेस्ट एउटै हुन्छ। सबै 3टा मारे है भन्छ तिमीले 8 किलोको त कत्रो होला आमा। ल सर माछा ओइ सर है ओइ पकाउने थिएँ म चाहिँ यसको मासु त अलि ऊ के साह्रो के है लोकल कुखुरा जस्तो अरठेको चाहिँ बिस्तारै हामी नि छक्क मासु
एकचोटि कोकालाई मासु खान माछा खान सन्तोषलाई कन्ट्याक्ट अर्को त 8 किलोको त कत्रो थियो होला भित्रलाई अस्तिको त्यो 7 किलोको त त्यत्रो थियो 8-9 थियो भने होइन 8 किलो त्यहाँ अगाडिको 12 किलो चिप्ले कति राम्रो अनुहार यस्तो अब समीरले पार्नुपर्छ छिट्टै त्यही जानुपर्छ यार भने कस्तो सिकाने यार हिजो यत्रो यत्रो निकालेर बसेको यो बल जानु ल धन्यवाद जान्छ निन्द्राले कस्तो चिसो भएको आनन्द ल हामी चाहिँ अहिले म चाहिँ सन्तोष भाइको घरमा हिँडेँ समीर भाइ नि गयो अब सन्तोष भाइले माछा दिएको थिएँ मलाई पनि तर मैले चाहिँ अनि फेरि मैले घर लगाएर नि खासै त्यो धेरै खाँदिनँ नि त माछा त्यही भएर बरु बेलुका यसो सन्तोष भाइकै घरमा बनाउने त्यहीँ खाने प्लान गरेछौँ अब समीर भाइलाई नि आऊ भनेको छु कि समीर भाइ नि आउँछ होला मेबी अब बेलुका अब उतै अब ठिक्क धेरै होइन थोरै ठिक्क पेट्रोसँग अब बियर सियर माछा खाँदै बेलुका गफ गरेको भिडियो नै आउँछ अब बेलुका गफ गर्नुपर्छ उनीहरू कतिको के रमाइलो भयो कस्तो भयो होइन सबै गफ गरेको तर धेरै लामो नहुने तर ठिक्कको खाने रमाइलो गर्ने तरिकाले भेटघाट छ बेलुका अब सिधै बेलुका भेटौँ ल है ल हामीले यहाँ सन्तोष भाइको घर आइपुग्यो अब ट्याक्कै गइन्छ सन्तोष भाइले माछा पकाएको छ त्यो पकाएको माछामा अब हामी चेस गरेको डाइरेक्ट चेस गरेकोमा भेटौँ ल है म अब भाइकोमा गइसक्यो भाइ पनि भित्र छ पकाइसक्यो अब चेस गरेको भेटौँ ल चेस है सुशील दाजुले पनि भेटियो हाम्रो गुड बाई हो कि त्यही त सुशील ल्याएर खतरा त्यो कति किलो गरे उता 8 दाइ लास्टमा म यहाँ 3 किलो तिम्रो त फेरि धेरै परिसक्यो नि अनि लास्टमा यही टप नि दाइ थाहा छ ढुक्कै हो आँखा चिङ गरेको कहिले निकाल्छ भन्ने त्यो मात्रै हिरो छ कि रेकर्ड ब्रेक भयो खुसी छ नि दाइ दुईजना त हेर्न हाँसिरहेको कति मजा आछ ल आजको ब्लग यति नै रमाइलो भयो सबै अब होइन खाइयो सिकारीहरूले ल्यायो खाइयो रमाइलो भयो गोल्डन माछा खायो गुड नाइट भन्दै अब यो सुशीलको आएको दिन जर्दी छ कालो भाजी छ्याप बस्दैको कि तर आएन हामीसँग को ल गुड नाइट ल सुशील गुड नाइट दाजुले गुड नाइट गुड नाइट ल कतिजना गए बाई बाई ल सन्तोष बाई बाई ल अब हामी पनि अब घर जाँदै त्यहाँनिर अब बसियो खायो सबै रमाइलो भयो तर फेरि त्यो खाएको बियरहरू त्योहरू अब नहालेको क्या किन भन्दा अब त्यो सबै कुरा हाल्दाखेरि अब मान्छेको सोचाइ कति पुग्छ त्यही भएर आज गिरहले पारेको माछा पनि खाइयो रमाइलो भयो मैले त खान्न नि रक्सी त खान्न दाइको माछा फेरिदिएर नि माछा त 5 किलो नै खाइदिन्छु भाइ खाइयो रमाइलो भयो अस्तिको खा त हटास मात्र सुनेर सन्तोष ल्याऊ दाइलाई आम्मामा त्यो दिनमा त दिन्छ खाइदिनु के अरे त्यो दिनमा त कसम मैले यति खाएँ कि माछा बाबा आज नि माछा त मिठो बनाएको हो नि त त्यसो भए अलिकति पिरो लाग्यो खाँदै सहर माछा भनेको त नि काँडा खाँदा नि पकाउने काँडा भने के पकाउँथ्यो कि म त झन् डर लाग्छ ठुलो भएर हो त्यो फक्क पकाएको के ल आज अब यति नै भयो रमाइलो भयो अब त्यो खाएकोहरू त्योहरू केही राखिनँ होइन अब हामी भेटघाट भयो सबै रमाइलो गफगाफ भयो अब नेक्स्ट ब्लगमा भेटौँ ल है
बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ जाँदै हौ होइन अब घर जाने अब ल सपोर्ट गर्नु होला लाइक गरिदिनु सब्सक्राइब गरिदिनु बाई बाई थ्याङ्क यू